आजको यस नयाँ भिडियोमा यहाँहरू हार्दिक स्वागत छ। आज हामी यस भिडियोमा सामान्य तर दैनिक प्रयोग भइरहने छोटो अंग्रेजी वाक्यहरू सिक्नेछौँ। भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्न भने नभुल्नुहोला भन्दै आजको यस भिडियोलाई सुरु गर्न गइरहेको छु। हाउ इज दिस? यो कस्तो छ? हाउ इज दिस? यो कस्तो छ? What should we do to eat? यसलाई के गर्नुपर्छ? What should we do to eat? यसलाई के गर्नुपर्छ? For what purpose? के को लागि? For what purpose? के को लागि? Up to where? कहाँसम्म? Up to where? कहाँसम्म? Until when? कहिलेसम्म? Until when? कहिलेसम्म? For how long? कतिन्जेललाई? For how long? कतिन्जेललाई? How long ago? कति पहिले? How long ago? कति पहिले? It's nothing. यो केही हैन. It's nothing. यो केही हैन. Don't mention it. भन्नै पर्दैन. Don't mention it. भन्नै पर्दैन. It was my duty. यो मेरो कर्तव्य थियो. It was my duty. यो मेरो कर्तव्य थियो. Anyone can come. कोही पनि आउन सक्छ अथवा जो कोही पनि आउन सक्छ. Anyone can come. कोही पनि आउन सक्छ. You need not do it. तपाईले गर्नु पर्दैन. You need not do it. तपाईले गर्नु पर्दैन. We have little time. हामीसँग थोरै समय छ. We have little time. हामीसँग थोरै समय छ. He has not come yet. ऊ अहिलेसम्म आएको छैन. He has not come yet. ऊ अहिलेसम्म आएको छैन. I will bring this stuff. म यो सामान ल्याउँछु. I will bring this stuff. म यो सामान ल्याउँछु. I have already spoken to boss. मैले पहिले बोससँग कुरा गरिसकेको छु. I have already spoken to boss. मैले पहिले बोससँग कुरा गरिसकेको छु. Doesn't fall down. तल झर्दैन. Doesn't fall down. तल झर्दैन. The work has begun. काम सुरु भइसक्यो. The work has begun. काम सुरु भइसकेको छ. I requested him but he denied. मैले उसलाई अनुरोध गरे तर उसले अस्वीकार गरियो. I requested him but he denied. मैले उसलाई अनुरोध गरे तर उसले अस्वीकार गरियो. He has already returned. ऊ फर्किसक्यो. He has already returned. ऊ फर्किसक्यो. Was here before I come. म आउनुभन्दा पहिले यहाँ थियो. Was here become I came. म आउनुभन्दा पहिले यहाँ थियो. What's going on there? त्यहाँ के भइरहेको छ? What's going on there? त्यहाँ के भइरहेको छ? You have been busy. तपाईँ बिजी हुनुहुन्थ्यो. You have been busy. तपाईँ व्यस्त हुनुहुन्थ्यो. How long does it take? कति समय लाग्छ? How long does it take? कति समय लाग्छ? You have to manage it yourself. तपाईँ आफैले व्यवस्थापन गर्नुपर्छ. You have to manage it yourself. तपाईँ आफैले व्यवस्थापन गर्नुपर्छ. How long after the start? कति समयपछि सुरु हुन्छ? How long after the start? कति समयपछि सुरु हुन्छ? What's being worked on there? त्यहाँ के काम भइरहेको छ? What's being worked on there? त्यहाँ के काम भइरहेको छ? I have to learn English. मैले अंग्रेजी सिक्नुपर्छ. I have to learn English. मैले अंग्रेजी सिक्नुपर्छ. I am not sure. म पक्का छैन. I am not sure. म पक्का छैन. She cooks well. उनी राम्ररी पकाउँछिन्. She cooks well. उनी राम्ररी पकाउँछिन्.
You and me, तिमी र म. You and me, तिमी र म. You can do much better, तिमीले अझै राम्रो गर्न सक्छौ. You can do much better, तिमीले अझै राम्रो गर्न सक्छौ. I have to talk to him, मैले उसँग कुरा गर्नुपर्छ. I have to talk to him, मैले उसँग कुरा गर्नुपर्छ. I am afraid of heights, मलाई अग्लो ठाउँमा डर लाग्छ. I am afraid of heights, मलाई अग्लो ठाउँमा डर लाग्छ. There were 2000 people, त्यहाँ 2000 मानिसहरू थिए. There were 2000 people, त्यहाँ 2000 मानिसहरू थिए. I am on vacation, म बिदामा छु. I am on vacation, म बिदामा छु. Does this color run, के यो रङ जान्छ. Does this color run, के यो रङ जान्छ. How long will you stay inside, कति समय भित्र बस्नुहुन्छ. How long will you stay inside, कति समय भित्र बस्नुहुन्छ. Hasn't anyone come today, आज कोही पनि आएको छैन. Hasn't anyone come today, आज कोही पनि आएको छैन. Why did it get late, किन ढिलो भयो. Why did it get late, किन ढिलो भयो. You can't go inside from here, यहाँबाट भित्र जान सक्दैनौ. You can't go inside from here, यहाँबाट भित्र जान सक्दैनौ. Both of you are nice, दुवैजना राम्रो हुनुहुन्छ. Both of you are nice, दुवैजना राम्रो हुनुहुन्छ. It's time for me sleep, मेरो सुत्ने समय हो. It's time for me sleep, यो मेरो सुत्ने समय हो अथवा भयो. How should you learn, तिमीले कसरी सिक्नुपर्छ. How should you learn, तिमीले कसरी सिक्नुपर्छ. I will call you, म तिमीलाई फोन गर्नेछु. I will call you, म तिमीलाई फोन गर्नेछु. Who has gone, को गएको छ. Who has gone, को गएको छ. You have to understand, तिमीले बुझ्नै पर्छ. You have to understand, तिमीले बुझ्नै पर्छ. It doesn't matter, यसले केही फरक पर्दैन. It doesn't matter, यसले केही फरक पर्दैन. Where are you now, अहिले तिमी कहाँ छौ. Where are you now, अहिले तिमी कहाँ छौ. Let's be friends with each other, हामी एक अर्कासँग साथी बनौं. Let's be friends with each other, हामी एक अर्कासँग साथी बनौं. On my behalf, मेरो तर्फबाट. On my behalf, मेरो तर्फबाट. Let's support and help each other, हामी एक अर्कालाई साथ र सहयोग गरौं. Let's support and help each other, हामी एक अर्कालाई साथ र सहयोग गरौं. साथीहरु, आजको भिडियो यति नै रहेको छ. पुनः अर्को उपयोगी नयाँ भिडियोको साथ उपस्थित हुनेछु. भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरिदिनु भएकोमा यहाँहरु सम्पूर्णलाई हार्दिक धन्यवाद.